Hello guys, welcome back to again my long vlog मा आज चाहिँ भने तपाईहरुले देखिहाल्नु भयो होला हैन। सुँगुर कटाइ छ, हाम्रो बिर्खेले काट्दै छ। उता रामदाइको छोरा अर्कोको जगे दाइको भान्जाहरु आएर चाहिँ बसेर आज बेमा 50 किलो मासु चाहिँ पुर्याउनु पर्ने भएर चाहिँ केटाहरुले हाम्रो दमक 5 मा चाहिँ हेर्नुस् ल। दुईटा सुँगुर ढलिसकेको छ। एउटा अलरेडी बनिसकेको छ, यतापट्टि छ, तपाईहरुलाई त्यो पनि देखाउँछु। यहाँ चाहिँ जङ्गेले चाहिँ काट्छ, खतरा काट्छ। उहाँ भनेको चाहिँ हाम्रो काका छोरा परे। बिर्खे कता गयो? बज्जे कहाँ गएछ? त्यसले अझै मजाले काट्छ। यसले पनि काट्छ, काट्न चाहिँ रमाइलो काट्छ। सरर छ नि हौ, हेर्नुहोस् गाडी सही कुदिरहेछ, देखाइहालेँ है। अझै रमाइलो छ गाउँघरमा। बर्खन्त यताउता हुँदाखेरि भनेको चाहिँ यो सुँगुर च्याट्ट काट्दाखेरि मजाले आयो। बस्नेत जुङ्गे अङ्कलको छोरा रामे उयो पक्रिँदैछ। बस्नेतले भयो भने फेरि छेत्री भयो भने मजाले दबाउँछ। चमलाइको ठाकुर चाहिँ कहाँ गएछ? त्यो चाहिँ अझै आएको छैन। चमलाइ पनि उसले पनि खान्छ, बसोइसरी खान्छ त्यसले झन्। अब काका नाम काटेर भने जराई कार्की हो काका छैन। ऊ चाहिँ ऊ पढ्न लागेको छ यसपालिको उसमा छैन आएको यहाँ। हाम्रो केटाहरू बेला आउँदैछ। अब कति लाने हो के हो। यो हाँडी घोप्टेको मासु चाहिँ खडाइ छ है, एकदम राम्रो छ। देखिहाल्नु भयो होला। बोसो पनि चट्टसँगले है। ल त खुट्टा लाने खुट्टा छ, टाउको लाने टाउको, पुच्छार लाने पुच्छार, कान लाने कान, कक्काललाई के चाहियो त्यो सबै छ है। एकदम राम्रो छ मासु, मिठो खालको। अनि यसको फेरि स्टाइल अर्कै छ, देखिहाल्नु भयो। ल बजाइ मुरलीधरन हो त्यो सापकोटा सुभाषको भाइजी त्यहीँ बसिरहेछ फोनमा बजिया। त्यसै चाहिँ केटाकेटी हो नि त। ठिक छ रमाइलो छ है भन्दैछ उता बडाले। हेर्नुहोस् मासुको पिस टक्कसँगले। लु हाम्रो मेखमाइला मासु जोग्दैछ ठ्याक्कै 15 किलो बन्दैछ। अब चाहिँ 15 होइन 10 होला हौ भनेको उसलाई 15 अरे। मेखमाइलाले मासु चाहिँ एउटै हातले 15 किलो उचाल्यो नि बजियाले। ल है यस्तो खालको भिडियो हेर्न चाहनुहुन्छ र रमाइलो गरेर हाँसिदिनुहुन्छ भने मलाई लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला। तपाईकै मरण नसाएको साथी भन्छ अरे। थ्याङ्क यू। यो दुनिया मेरो घर होइन, साँच्चै यो मेरो घर होइन। यस दुनिया